श्रीमानसँगै घुम्न गएकी पुष्पाले जब भेरी नदीमा हाम फालिन्, 3 दिनदेखि खोज्दै प्रहरी। अब गोताखोर ल्याएर मात्र यो चाहिँ लास भेट्न सकिन्छ कि अथवा त्यो महिलालाई कहिले भेट्न सकिन्छ कि भन्ने हामीलाई लागेको छ। भेरी नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छिन्। बेपत्ता भएकी उनको खोजी कार्य 3 दिनदेखि प्रहरीले गरिरहेको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका 1 जडागौडा स्थित भेरी नदीमाथिको पक्की पुलबाट दाङको तुलसीपुर महानगरपालिका 6 बरुवा गाउँ निवासी 21 वर्षीय पुष्पा सिंहले शुक्रबार दिउँसो करिब 12 बजे नदीमा हाम फालेको प्रहरीको भनाइ छ। सल्यानका प्रहरी प्रमुख डीएसपी डाक्टर हेमबहादुर केसीका अनुसार पुष्पा र उनका 30 वर्षीय श्रीमान त्रिदेव मल्ल दाङको तुलसीपुर फर्किँदै थिए। पुल पार गर्ने क्रममा श्रीमतीले श्रीमानलाई झोला समाउन दिएकी र त्यस लगतै पुलबाट नदीमा हाम फालेको श्रीमानको भनाइ छ। पुष्पा र त्रिदेव केही दिन अघि मात्र बनगाड कुपिण्डे नगरपालिका 6 सुनौली स्थित माइती घर गएका थिए। घटनापछि पुष्पाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यो घटना भइसकेपछि यति बेला प्रहरीले खोजी कार्य जारी राखेको अवस्था छ र यति बेला जिल्ला प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख डीएसपी डाक्टर हेमबहादुर केसी पनि यति बेला यो घटनास्थलमै पुगेको अवस्था छ। यो घटनाबारे अलिकति बताइदिनुहोस् न सर। अब के देखिन्छ भने हामीले अस्ति मात्र त्रिदेव मल्ल र पुष्पा सिंह यो घुम्न जाउँ भनेर श्रीमती पुष्पा सिंहले घुम्न जाउँ भनेर भेरी नदीमा 2 जना सँगसँगै आए। यिनीहरूले लगभग एरेन्ज म्यारेज जस्तै झन्डै 15 दिनभन्दा अगाडि चाहिँ यिनीहरूको विवाह भएको, 15-20 दिन अगाडि चाहिँ विवाहको भएको बुझिन्छ। यिनीहरू घुम्न आएछन्। घुम्न आउने सिलसिलामा चाहिँ अचानक चाहिँ यिनीहरू यहाँ फोटो खिच्ने लगायत विविध काम कारबाही गरे। अचानक पुष्पा सिंह चाहिँ यसरी हाम फालिने भनेर हामीलाई इन्फर्मेसन आयो। इन्फर्मेसन आइसकेपछि तुरुन्त हाम्रो चाहिँ यो सल्ली बजारबाट हाम्रो टोली खटियो र स्थानीय मान्छेहरू पनि खटियो। सब चाहिँ लागेर विभिन्न ठाउँहरूमा तल यो खोलाको तल्लैसम्म चाहिँ हामीले खोज्यौँ, खोजतलास गऱ्यौँ। विभिन्न चाहिँ एपीएफ, आर्मी लगायत प्रदेशहरूमा पनि हामी समन्वय गऱ्यौँ र प्रदेशबाट पनि एपीएफको टोली चाहिँ यो डिजास्टर म्यानेजमेन्ट टोली बोट लिएर हिजो पनि बोट लिएर आयो र खोजतलास भयो। हाम्रो प्रहरी र एपीएफको टोली, सशस्त्रको टोलीले हिजो खोजतलास गयो। बोटबाट विभिन्न ठाउँहरूमा चाहिँ तल सर्च पनि गर्यो अथवा एउटा चाहिँ फलामको किल्लाहरूबाट पनि खोजतलास भयो। त्यो कहीँ छ कि भन्ने हिसाबले एउटा सामान्य हिसाबको चाहिँ एउटा सानो चाहिँ दूरबीन जस्तो चाहिँ एउटा इक्विपमेन्ट प्रयोग गरियो, तर हिजो पनि भेटिएन र आज तेस्रो दिन पनि हामी खोजतलास गरिराखेका छौँ र अब तुरुन्तै गोताखोर नहुने स्थिति देखिएको हुनाले हाम्रो जिल्ला सुरक्षा समितिबाट त्यसलाई एउटा चाहिँ लेखापढी गरेर अगाडि बढाउने हिसाबको निर्णय पनि गरेका छौँ। सायदै अब पटक हामीले मौखिक रूपमा त गोताखोरको टोलीलाई रिक्वेस्ट गरेकै छौँ। अब हामीले पत्रैबाट पनि उहाँहरूलाई रिक्वेस्ट गरेर यो एरियाभित्र कोही छ कि चाहिँ लास त्यो के हो यकिन गर्नको लागि हामी त्यो प्रक्रियामा छौँ र हाम्रो टिम त लगभग बिहानदेखि बेलुकासम्म यही नै लागेको छ। बाइ द वे हामीसँग एक्सपर्ट छैन। एक्सपर्ट नभएको कारणले हामी यसमा चाहिँ हामी सर्च गर्न सक्ने अथवा स्विमिङ गरेर भित्र जान सक्ने अवस्था पनि देखिँदैन र डिएमको टोली, डिजास्टर म्यानेजमेन्टको टोली आउँदा पनि यहाँ नदेखिएकोले अब गोताखोर ल्याएर मात्र यो चाहिँ लास भेट्न सकिन्छ कि अथवा त्यो महिलालाई कहिले भेट्न सकिन्छ कि भन्ने हामीलाई लागेको छ र हामी त्यसमा अनवरत लागिरहेको छौँ। गोताखोरको टोली आउन अलि ढिला भयो भन्ने टाइपको आफू अब अलिकति के देखिन्छ भने अब चुनावको पनि माहौल, विविध कुराहरू अब हामीले पनि समन्वय गरेका छौँ र अर्को कुरा डिजास्टर म्यानेजमेन्टको जुन टिमले प्रतिवेदन पेश गरिसकेपछि अब गोताखोर चाहिन्छ भनेर त उहाँले प्रतिवेदन पेश गर्नुहुन्छ भन्ने बुझिया छ र उहाँले प्रतिवेदन पेश गरिसकेपछि अनि गोताखोरको टोली आउँछ भन्ने चाहिँ बुझिया छ। अलिकति फास्ट भइदिए राम्रो हुन्थ्यो भन्ने हो। हामीले त्यसमा अनवरत हरेक सेक्टरमा समन्वय गरेको छ। आर्मीसँग पनि समन्वय गरेका छौँ र सशस्त्र प्रहरीसँग पनि समन्वय गरेका छौँ,
प्रदेश पनि समन्वय गरेका छौँ। जहाँसम्म लाग्छ हामीले छिटै नै यसलाई यसै खोजी कार्यलाई तीव्र गरेर यो चाहिँ डिटेक्ट गर्ने चाहिँ म जानकारी दिन चाहन्छु। घटनाको कारण के खुलेको छ सर? अब प्रारम्भिक अनुसन्धानमा घटनामा किन भयो के भयो भन्ने कुरा केही पनि खुलेन। हामीले उहाँको हस्बेन्डसँग पनि धेरै एङ्गलहरूबाट इन्ट्रोगेट गऱ्यौँ, आफ्नै हिसाबले इन्ट्रोगेट गऱ्यौँ र उहाँको अब छोटो समयमा एउटा चाहिँ छोटो समय भएको म्यारिज गरेको पनि र यद्यपि छोटो समय भए तापनि हस्बेन्डलाई पनि मेरो श्रीमती किन हाम फाल्यो भन्ने कुरा नै ऊ नै अन्यलमा भएको कुरा देखिन्छ। के कारणले हाम फाल्यो भन्ने कुरा चाहिँ अझसम्म वास्तवमा केही पनि खुल्न आएको छैन। अनुसन्धानकै क्रममा छ। हस्, धन्यवाद। थ्याङ्क यू।